सो हेलो गाइज, दिदीबहिनीहरू सबैजना सन्चै हुनुहुन्छ र सन्चै हुनुहुन्छ भने आशा गर्दछु होइन। अनि आज चाहिँ मतलब यो चाहिँ बिहान बनाउनु पर्ने, खास गरी म चाहिँ नाइटमा बनाउँदैछु होइन। हामी चाहिँ आज पोखरा घुम्दै मतलब पोखरा लेक साइड घुम्न जाँदैछौँ होइन। अनि पोखरा लेक साइड घुमेर चाहिँ अनि पोखरा फेवाताल लेक चाहिँ सबै देखाएर तपाईँहरूलाई चाहिँ अनि हामी फर्केर आएर चाहिँ फेरि हामी पोखराको कोटिएम भन्ने ठाउँ, पूजा भन्ने ठाउँमा चाहिँ हामी तपाईँहरूलाई गएर देखाउनेछौँ। धेरै धेरै आइटमको मन्दिर फोटोहरू र सबैजना भेवातहरू मेला जसरी नै सबैजना देख्न सक्नुहुन्छ। ल अहिले देख्नु है त। ल अब भिडियोलाई चाहिँ अघि बढाउँदै जाउँ। ल यता हामी चाहिँ अहिले हिँड्यौँ है, पोखरा लेक साइडतिर हिँड्यौँ होइन। पोखरा लेक साइडतिर हिँड्यौँ र आजको भ्यू चाहिँ यस्तो छ, सबैजना हेर्न सक्नुहुन्छ होइन। र अनि त्यसपछि ड्राइभ गर्नुको चाहिँ हाम्रो बाउजू हुनुहुन्छ होइन। अनि म चाहिँ पछाडि बसेको छु। अनि हामी यहाँ हेर्न सक्नुहुन्छ होइन। म चाहिँ यो बाउजू अगाडि चलाउँदै हुनुहुन्छ। यस्तै गर्दै गर्दै बाउजूतिर चाहिँ हामी पोखरा लेक साइड घुम्न जाँदैछौँ। र तपाईँहरूलाई म पोखरा लेक साइड पनि देखाउने छु र धेरै बाटोहरू पनि राम्रै छ, हेर्न सक्नुहुन्छ। र बादल पनि यस्तै लागेको छ। यस्तै गर्दै हामी अघि बढ्छौँ। सबैजना हेर्दै जानु है त। ल हजुरलाई चाहिँ अघि बढ्दै जाँदै देखाउँदै गर्दैछु। ल हामी चाहिँ अघि बढ्दैछौँ। ट्राफिक लाइटबाट मोडाइसकेछौँ हामी चाहिँ होइन। अब आस्ते आस्ते अघि बढ्दैछौँ। भिडियो बनाउने भनेर चाहिँ मैले चाहिँ बाउजूलाई आस्ते स्कुटी चलाउने भन्दै गएको छु होइन। तपाईँहरूले देख्न पनि सक्नुहुन्छ, गाडीहरू पनि हामीलाई पनि देख्न सक्नुहुन्छ। यसरी चलाउनु भएको छ बाउजूले। र अगाडि पनि गाडी घोडाहरू हिँडेका छन्। अनि म चाहिँ खास गरी साथीलाई भेट्न भनेर आएको थिएँ। अनि आउँदाखेरि चाहिँ यता पोखरामा आस्ते आस्ते गर्दा गाडी पनि चलेन। त्यही भएर बाउजू घर बसेको थिएँ। त्यही बाउजू घर बसेको बेला यसो घुम्न जाऊँ भनेर चाहिँ बाउजूले लानुभएको छ। देख्न सक्नुहुन्छ भ्यूहरू चाहिँ पोखराको है। हेर्नु बसहरू पनि नचलेको यति बसेको छ। बिल्डिङहरू पनि देख्न सक्नुहुन्छ। गाडी भन्ने चाहिँ यस्तै स्कुटीहरू कारहरू चलेको छ। यस्तो ट्रक पनि हल्का फुल्का चलेको छ। र यो बस र ट्याक्सी भन्ने चिज चाहिँ चलेको छैन। अनि त्यही भएर चाहिँ मान्छेले अहिले ट्याक्सी चलाउने मान्छेले पनि ट्याक्सी छोडेर यस्तो बाइकहरूमा ओला गर्दै हिँडेको छ। त्यसपछि हामी अलि अघि बढ्दै जाँदाखेरि चाहिँ अब पोखरा लेक साइड आउने ठाउँ आइसक्यो होइन। ल अब चाहिँ पोखरा लेक साइड पुग्नलाई हामी धेरै टाइम छैन त। ल हेर्नु त पोखरा लेक साइड। ल फाइनली चाहिँ होइन पोखरा लेक साइड पनि पुग्यो होइन। यो चाहिँ पोखरा लेक साइड होइन। अब गाडी साडी पार्किङ गरेर हामी भाउजूहरू म चाहिँ जाँदैछौँ। यो चाहिँ म होइन, हेर्न सक्नुहुन्छ। अब पछाडि चाहिँ हेर्नु यस्तो गाडीहरू सबैजना बाइकहरू पार्किङ गरेर मान्छेहरू कतिजना आएको छन् घुम्नलाई यो पोखरा फेवाताल। र भाउजूले चाहिँ भन्नुभएको छ अघि जाऊँ भनेर। र म चाहिँ अघि जाँदैछु है त। ल हेर्नु कति धेरैजना आउनुभएको छ घुम्ने भनेर पोखरा फेवाताल। ल सबैजनालाई देख्न सक्नुहुन्छ। र कसैले त फोटो खिच्दै गरेको छन्, भिडियो गर्दै गरेको छन्। म पनि भिडियो बनाउँदै आएको छु। र यो देख्न सक्नुहुन्छ, यो चाहिँ पोखरा फेवाताल। र यो पोखरा फेवातालको भ्यू। र यो सबैजना घुम्न आउनुभएको छ। हेर्न सक्नुहुन्छ ढुङ्गाहरू पनि छ पोखरा फेवातालमा। यो बिचको चाहिँ मन्दिर हो है। यो मन्दिरमा पूजा गर्न गइन्छ ढुङ्गाबाट। र सबैजना आउन जाने गर्नुभएको छ। र यो चाहिँ उता माथिको डाँडा चाहिँ मारानकोटको डाँडा हो। त्यहाँ चाहिँ केबुल कारबाट गइन्छ। र अहिलेको लागि यो भिडियोहरू यति नै हो, देख्न सक्नुहुन्छ होइन। जुम गरेर बिचमा एउटा मान्छे छ होइन ढुङ्गामाथि। र बिचमा चाहिँ सबैजना पूजा गर्दै हुनुहुन्छ। र आस्ते आस्ते तपाईँहरू यो भ्युज पनि देख्न सक्नुहुन्छ। अब भ्युजहरू पोखरा फेवाताल भनेको चाहिँ यही हो। र हामी तपाईँहरूलाई यो पोखरा फेवाताल देखाउँदै हामी चाहिँ अब चाहिँ कोटिएम जाँदैछौँ है त। ल हेर्नुहोस् अब कोटिएमतिरको। अब चाहिँ हामी चाहिँ फर्किँदै गरेका छौँ होइन। अब हामी चाहिँ यहाँबाट कोटिएम जान्छौँ। यो चाहिँ देख्न सक्नुहुन्छ, यहाँ चाहिँ बकुल्लाहरूले धेरै गुड बनाएको रहेछ। पुरै बाँस गाडी नै भरेको रहेछ होइन। बाबुजीले भन्दै हुनुहुन्थ्यो केले कुन चरा होला यति धेरै गुड बनाएको भन्दै हुनुहुन्थ्यो। मैले चाहिँ बकुल्लाले बनाएको भन्दै थिएँ र पत्ताउनु भएको थिएन। अनि अलि नजिकै चाहिँ बकुल्लाले बनाएको बकुल्लै रहेछ भन्नुभयो। हेर्न सक्नुहुन्छ कति धेरै बनाएको छ गुड। र त्यस्तै गरी हामी चाहिँ अहिले पोखरा फेवातालबाट फर्किँदैछौँ। अब हामी यति बेला
जाँदै गरेका छौँ कोटियम होइन। त्यहाँ चाहिँ के हुन्छ भने चाहिँ त्यहाँ चाहिँ भजन कीर्तनहरू गाउने पूजाहरू गर्ने भगवानहरूलाई होइन। अनि भगवानहरूको मूर्तिहरू छ मतलब के फोटोहरू छ होइन। यो चाहिँ म हेर्नु मेरो कपालबाट चाहिँ कस्तो कस्तो भएछ क्या हल्का टेढा मेढा भएछ कपाल चाहिँ। अगाडि चाहिँ बाबुले चलाउँदै हुनुहुन्छ र पछाडि म बसेर ब्लग बनाउँदैछु। ल आस्ते आस्ते हामी अघि बढ्दै गएका छौँ। यसरी नै हामी चाहिँ मेन रोडमा आयो होइन। मेन रोडमा आएपछि चाहिँ अब ब्लग बनाउँदाखेरि सबैले हेरिरहेको थिएँ। यो चाहिँ अगाडिबाट होइन सबैजना आउन जाने गरेको छ र हामी चाहिँ अब जाँदै गरेका छौँ फर्केर पोखरा फेवातालबाट होइन। यो चाहिँ पार्क रहेछ होइन। पार्कको त चाहिँ के भन्छ बस पार्कहरू रहेछ। यहाँ चाहिँ हामी यसरी नै माथि गर्दै जान्छौँ र उता पाहाड देख्न सक्नुहुन्छ। पोखरातिरको भ्यूहरू पनि राम्रै छ होइन। पछाडि म बसेर भिडियो बनाएको छु र यस्तै गरी हामी चाहिँ अघि बढ्छौँ र हेर्दै जानु है त। अब यो चाहिँ फर्किँदै गरेको बाटो हो होइन। म चाहिँ अगाडिबाट चाहिँ मामाको गाडी आएको रहेछ गइसक्यो। यो चाहिँ पार्कको सानो ठुलो है। हेर्नु ठुल्ठुलो बिल्डिङहरू पनि देख्न सक्नुहुन्छ 8-9 तलेको। अनि यतातिर ताल देख्न सक्नुहुन्छ जहाँ चाहिँ डुङ्गाहरू हिँड्ने गर्छ र यो चाहिँ यसलाई पनि पोखरा फेवातालै भनिन्छ। अनि गाडीहरू चाहिँ नचलेर यति रोकेर बसेको छ। यो चाहिँ मान्छेहरू यहाँ हेर्दैछन् है तल। यो चाहिँ हाम्रो साइडतिरको पोखरा फेवातालमा बसेर गेमहरू खेल्दै गरेका छन्। अनि चाहिँ ताल हेर्दै गरेका छन् र तपाईँ देख्न सक्नुहुन्छ यो त ताल होइन। अब गाडी साडी चलेको छैन यत्तिकै बस्नु त होला गाडी। यसरी अघि बढ्दा यहाँ लिची देख्न सक्नुहुन्छ तपाईँहरूले नै यति राम्रो लिचीहरू छ नि हेर्नु। यता अगाडि पनि देखाउँछु रोकेन एकछिन ल हेर्दा नि खामखाम जस्तै गाइस। पोखरा भन्ने ठाउँमा चाहिँ बस्नुदेखि घुम्नेदेखि खानदेखि सबै ठाउँ चाहिँ राम्रो छ है। सबैजना घुम्न आउनु होला पोखरा लेक साइड पोखरा फेवातालकोमा जरुर आउनु होला। र एकचोटि पोखरा आएपछि चाहिँ पोखरा कोटियम पनि आउनु है सबैजनाहरू। आइसी चाहिँ तपाईँले भन्नुहुन्छ कति राम्रो रहेछ भनेर भिडियो चाहिँ पक्का बनाउनुहुन्छ। यसरी नै अघि बढ्दै हामी चाहिँ होइन फाइनली चाहिँ हामी पुगिसक्यौँ होइन कोटियम पुग्यौँ होइन। ट्याक्कै पार्किङ गरेर अब हिँड्दै गरेको र तपाईँलाई देखाउँछ। यो चाहिँ त्यहाँ बाजा बज्दैछ। बाजा बजेको हेर्नु यता ल सबैजना हेर्नु रेडी हुनु बाजा बजेको ल। लेट्स गो यता गाइज हेर्नु बाजाहरू चाहिँ अब है। हामीसँग जानुमै सोध्यो भन्दिनु सबैजनालाई दिदी दाइ भाउजूलाई सोध्यो भन्नु सबैजनालाई राम्रोसँग जानु है।
ल हामी चाहिँ अब गेटबाट भित्र छिर्दैछौँ। यो गेट हो होइन। अनि यहाँ चाहिँ भाउजू अगाडि हिँड्दै हुनुहुन्छ र म पछाडि हिँड्दैछु। र यहाँ चाहिँ बाजा बजाउने टोल र नाच्ने टोलहरू छन्, नाच्दैछन् होइन। सबजना हेर्दैनौँ, यो कोही नाच्दैछन्, कोही आउनु जाँदै गर्दैछन् होइन। यही हो साथीहरू गाइज कोटिएम भनेको चाहिँ। अब यहाँ चाहिँ भाउजूले आफन्ती मिल्नुभएछ, त्यो बात गर्दै हुनुहुन्छ। बात गरेपछि हामी अघि हिँड्दै गऱ्यौँ होइन। अन्त कतिजना हो है कोटिएममा त। ए सिक्युरिटी गार्ड पनि छ यहाँनिर फेरि। ठाउँ चाहिँ जस राम्रो बनाएको रहेछ। यहाँ चाहिँ तपाईँहरूको चाहिँ काठमाडौँ कता कताबाट बुटोल कति टाढाबाट आउँदैछ क्या कोटिएममा चाहिँ। सिक्युरिटी गार्डहरू चाहिँ मिलिरहेको छ, काम केही छैन। सिन अघि बढ्दै हामी चाहिँ यो चाहिँ हार्दिक स्वागत गर्दैछ भनेर चाहिँ यहाँ लेखेर छ। कसैले भिडियो बनाउँदैछन्, कसैले माथि फोटो खिच्दैछन्। र यहाँ चाहिँ पानी खाने ठाउँ हो। भाउजू चाहिँ अघि हुनुहुन्छ र यहाँभित्र चाहिँ हामी होइन बसेर चाहिँ यहाँ कार्यक्रम चाहिँ हेर्नेछौँ। यो चाहिँ सिक्युरिटी गार्डहरू त्यहीँभित्र हो। यहाँ चाहिँ कार्यक्रम लाग्छ र सिक्युरिटी पछाडि चाहिँ हामी बस्छौँ। र यो बाटो चाहिँ हामी उता तपाईँहरूलाई अझै घुमाउनको लागि चाहिँ अघि जाँदैछौँ। हामी देखाउनको लागि चाहिँ के छ भनेर होइन। अघि जाँदैछौँ र अगाडि चाहिँ छोरी र मम्मी खानु। हामी चाहिँ चुप लगाएर जाऊँ भनेर चाहिँ नदेखिने तरिकाले अघि जाँदैछौँ होइन। हेर्नु यता हामी कसरी जान्छौँ, अघिबाट जान्छौँ तर मम्मी छोरीहरूले चाहिँ देख्दैन है, देख्नु हुँदैन। पहिला चाहिँ यहाँ हो कार्यक्रम हुने, त्यहाँ अगाडि यसो गर्दै भाउजू चाहिँ अघि जानुहुन्छ। अब भाउजूलाई पनि देख्नु हेर्ने। यो चाहिँ पुजारीहरू पण्डित, भाउजू चाहिँ अगाडि जाँदै हुनुहुन्छ र हेर्ने अगाडि गए पनि देख्नु न मम्मीहरूले चाहिँ। र धेरै मान्छे आउन जाने गरेका छन्। कार्यक्रम चाहिँ खतम भएको रहेछ होइन। भाउजू चाहिँ अघि जानुभयो, त्यही पनि मम्मीहरूले थाहा पाउनु भएछ नि। अनि मैले अघि जान्छु हेर्नु भयो। त्यही पनि थाहा पाउनु भएको छैन। हामी यसरी अघि गर्दै अघि जाँदैछौँ र तपाईँहरू देख्दै गर्नु। अघि चाहिँ हामी तपाईँहरूलाई बत्ती बाल्दै गरेको देखाउँछौँ। अनि शिवजी भगवान् देखाउँछौँ। अनि शिवलिङ्ग के भन्छ रुद्राक्षको मालाले चाहिँ शिवलिङ्ग बनाएको देखिन्छ होइन। शिवजीहरू देखिन्छ, धेरै आइटम चिजहरू देखिन्छ र तपाईँहरू देख्दै गर्नु। र अहिलेको लागि म चाहिँ यति नै बोल्न चाहन्छु। र तपाईँहरूले अरू भिडियोहरू आफै भिडियो हेरेर बुझ्नु है त के कसो हो भनेर। ल लेट्स गो, सबैजना हेर्न तयारी हेर्नु। राम्रो थाहा रहेछ फोटो खिच्न। अस्ति मम्मीसित आएको, मम्मीले फोटो के खिच्ने भनौँ, अन्त खिच्नु नआएको यहाँ। मेरो भइसक्यो फेरि क्यामेरा नराम्रो आइदियो। ल ल
ल हामी चाहिँ इन्ट्री गर्दैछौँ र हेर्न सक्नुहुन्छ तपाईँहरूले फाइनली हामी चाहिँ रुद्राक्ष मालाले चाहिँ शिवलिङ्ग बनाएको ठाउँ पनि आइसक्यौँ र यतातिर गाडी पार्किङ मान्छे यताउता गर्दैछन्। ल तपाईँले हेर्न सक्नुहुन्छ यो शिवजी भगवान् र रुद्राक्ष मालाले बनाएको चाहिँ शिवलिङ्ग है। र यसै गर्दै हामी चाहिँ अब दियो बाल्न जान्छौँ है त शिवजी भगवान्को र शिवलिङ्ग। ल म चाहिँ यहाँ बसेर भिडियो बनाएर हिँडेको छु। त्यसरी हिँड्दाखेरि चाहिँ अब मम्मीहरू चाहिँ त्यहाँनिर टक्क लगाएर दिया बत्ती बाल्न जानुहुन्छ होइन। यहाँ जाँदै हुनुहुन्छ। फाइनली चाहिँ बाल्दै हुनुहुन्छ है यसरी। म चाहिँ यता भिडियो बनाउँदैछु। फाइनल ल बालेर पनि हामी फर्किसक्यौँ। हेर्नु है त अब अघिको भिडियो। हामी चाहिँ कोटियाम र पोखराले साइड गरेर पनि आइसक्यौँ होइन। अनि हामी चाहिँ अहिले घर पुगिसक्यौँ। घर चाहिँ भाउजू घर छेउमा छ। यसलाई भिडियो यति नै, बाइ बाइ। अरू भिडियो पनि हेर्न सक्नुहुन्छ। आफ्नो ल्याइरहेको छु।